नेपालको राजनीतिमा आजकल एउटा कुरा धेरै सुन्न पाउनु छैन, अब आइडियोलोजी साइडियोलोजी चाहिन्न, डेलिभरी नै मेन कुरा हो। यो नै आइडियोलोजी हो त? साँच्चैको पोलिटिक्समा आइडियोलोजी चाहिन्न? आज हामी यसकै कुरा गर्छौँ। यसको आन्सर बुझ्न सबै तपाईँलाई बुझ्छ आइडियोलोजी भनेको के हो। आइडियोलोजी भनेको पार्टीको लेभलिङ वा स्लोगन मात्र होइन, सोसाइटीलाई अब कुन दिशामा लैजाने भन्ने एउटा फन्डामेन्टल गाइडलाइन हो। हरेक पोलिटिकल सिस्टमले, पोलिटिकल पार्टीले अल्टिमेटली के बेसिक प्रश्नको आन्सर सोसाइटीलाई दिनुपर्छ। हामी कस्तो सोसाइटी बनाउन चाहन्छौँ, स्टेटको रोल के हो, कति ठुलो भने वेल्थ र पावरको डिस्ट्रिब्युसन हामीले कसरी गर्छौँ, शिक्षा स्वास्थ्य जस्ता सेक्टर राज्यले चलाउने कि मार्केटलाई छोड्ने, यिनै प्रश्नहरूको फरक उत्तर नै आइडियोलोजी। लिबरलिजमले इन्डिभिजुअल फ्रिडम र मार्केटलाई जोड दिन्छ हैन, सोशल डेमोक्रेसीले वेलफेयर स्टेट र रिडिस्ट्रिब्युसनलाई बढी जोड दिन्छ भने कन्जर्भेटिभिजमले ट्रेडिसन र ग्रेजुअल चेन्जलाई सपोर्ट गर्छ, सोसियलिजमले इक्वालिटी र कलेक्टिभ ओनरशिपलाई सपोर्ट गर्छ। सरल भाषामा भन्ने हो भने आइडियोलोजीले त्यसको डिरेक्सनलाई तय गर्छ। अब गभर्नेन्स के हो भन्दाखेरि गभर्नेन्स भनेको सिस्टम कति इफिसिएन्टली इफेक्टिभली चलिरहेको छ भन्ने कुरा हो। रुल अफ ल, पब्लिक सर्भिस हैन, पोलिसी इम्प्लिमेन्टेसन जस्ता कुराहरू पर्छन्। अर्थात् गभर्नेन्सले चाहिँ सिस्टम कति राम्रोसँग चलिरहेको छ भन्ने आन्सर दिन्छ भने सिस्टमले के कुरा अल्टिमेटली अचिभ गर्न खोजिरहेको छ भन्ने कुरा चाहिँ आन्सर गभर्नेन्सले दिन्छ। यो चाहिँ आइडियोलोजीले दिन्छ। सिङ्गापुरमा ली कुआन यूको लिडरसिपले पर्फर्मेन्सलाई धेरै जोड दियो हैन। सिङ्गापुर एफिसिएन्ट गभर्नेन्सको एउटा मोडल मानिन्छ, तर उसका पोलिसीहरू प्योर न्युट्रल छैनन् हैन। त्यहाँ स्ट्रङ स्टेट छ, ओपन ग्लोबल कम्पिटिसन क्यापिटलिजम छ, पब्लिक हाउसिङ छ, स्ट्रिक्ट सोशल रेगुलेसन छ। यसको मतलब त्यो पनि एउटा क्लियर आइडियोलोजिकल मोडल हुनुपर्छ। अर्को चाइनामा त्यहाँ स्टेटले कन्ट्रोल गर्ने क्यापिटलिजम छ, वान पार्टी पोलिटिकल स्ट्रक्चर छ। यो सबै पनि त आइडियोलोजिकल चोइसेस हो। अब स्क्यान्डिनेभियन कन्ट्रिजहरूमा हेर्नुभयो भने त्यहाँ गभर्नेन्सको बेस्ट मोडल मानिन्छ, तर त्यहाँ पनि क्यापिटलिजमसँग वेलफेयर स्टेट छ हैन, स्ट्रङ लेबर युनियन छ, हाई ट्याक्स, स्ट्रङ सोशल प्रोटेक्सन पनि छ। त्यसलाई सोशल डेमोक्रेसी भनिन्छ। त्यसैले एउटा स्टेबल पोलिटिकल सिस्टमलाई तीनवटा कुरा चाहिन्छ, आइडियोलोजी, पोलिसी र गभर्नेन्स। आइडियोलोजीले चाहिँ लङ टर्म भिजन दिन्छ, पोलिसीले त्यो भिजनलाई प्र्याक्टिकल प्रोग्राममा ट्रान्सलेट गर्छ र गभर्नेन्सले ती पोलिसीलाई इफेक्टिभली इम्प्लिमेन्टेसनमा लान्छ हैन। सजिलो भाषामा भन्दा आइडियोलोजीले डेस्टिनेसन तय गर्छ भने गभर्नेन्सले त्यो डेस्टिनेसनतिर हामी कति राम्रोसँग पुग्न सकिन्छ भन्ने कुरा तय गर्छ। ड्राइभर जति स्किल भए पनि डेस्टिनेसनै छैन भने बस घुमिरहन्छ, अनि डेस्टिनेसन क्लियर छ तर ड्राइभर विक छ भने फेरि त्यहाँ कहिले पुगिँदैन। सक्सेसफुल जर्नीको लागि यो दुवै कुरा चाहिन्छ। थ्याङ्क यू।